अहिले चाहिँ रात परिसक्यो अब हामी देउसी खेल हिँडेको छौँ 4 जना हामी 2 जना चाहिँ केटा बनेको छौँ अनि 2 जना चाहिँ केटी हो अँध्यारोमा केही देखेन उज्यालोमा पुगेर देखाउँछु है हो है गाइस अहिले चाहिँ हामी उज्यालोमा अलिअलि 2 जना चाहिँ ड्रेसअप केटाको छ 2 जना केटी हो ल हामी देउसी खेलेको एकछिनमा हेर्नु होला है त गाइस जाली हो कन्या केटा किन नगर्नु भयो जी लड्छ है हाम्रो चाहिँ देउसी सकिएको छ गाइज आजको दिन यति नै लास्ट डे खेलेको एकछिन खेलेको रमाइलोको लागि मात्र 4 जना सो हामी चाहिँ आइपुगेको छौँ घर हाम्रो इन भएको छ आजको देउसी भैलो कार्यक्रम हामी खाँदैन चकलेट सो दिस इज इट गाइज हाम्रो ग्रुप भनेको यति नै हो बाई ह्यापी तिहार ल हामी चाहिँ अब देउसी खेलेर आइपुग्यौँ अनि हामीले कमाएको छौँ यति पैसा गर्नु पर्यो 4 जनाले पनि यति धेरै कमाउन सक्दो रहेछ गाइज पैसा तँसँग छ पैसा मसँग छ उही हामीले पैसावाला गरा भए हुन्थ्यो नि है पैसा तँसँग छ पैसा मसँग छ वाउ गाइज त्यस्तो खासै छैन पैसा मसँग छ वाउ भइसक्यो पैसा बाबा भयो भयो देखिस् त्यसपछि हामीले चाहिँ जति पनि उठेको थियो पैसा त्यो पैसाले चाहिँ मुभी हेऱ्यौँ इन्जोय गऱ्यौँ सो दिस इज इट गाइज